हेलो गाइस, म फेरि पनि आएँ। सन्चै हुनुहुन्छ? म नि सन्चै छ। अनि यो चाहिँ मेरो बाबाले ठेलामा लिचीको बोट हेरेर जाँदै हुनुहुन्छ। यो चाहिँ खाद्य खनेको आमा बाबाले मल हाल्नुभयो। अनि माटो नि अलिकति हालिदिनु भयो। अनि यो चाहिँ लिचीको बोटहरू हो। अनि लिचीको बोट चाहिँ गाड्न लाउनु भएको छ बाबाले। अनि यो चाहिँ सबै खाल्टो। अनि यो चाहिँ हाम्रो बारी हो। अनि बाबाले चाहिँ यो लिचीको बोट खाल्टोमा हाल्न लाउनु भयो। अनि हाल्नुभयो। अनि बाबाले माटो गाड्नुभयो। अनि पानी हाल्नलाई ठाउँ नै लाउनु भएको छ। अनि बाबाले ढुङ्गा छान्दै हुनुहुन्छ। मर्ल खराली नि मिसाएर हालेको छ। हेर्नुहोस् गाइस, मेरो बाबालाई कति राम्रो लोप्नु भएको छ। चाहिँ टेकाइदिनु भएको नभाटोस् भनेर हावाले। लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। बाई गाइस।